नमस्कार मैले चाहिँ यसा थापा हो आज चाहिँ मैले अलिक ठुलो सोध्नु नमस्कार फेरि सोध्नु त है आज चाहिँ नानीले आज चाहिँ मैले धेरै लुगा लगाएको छु तपाईहरुको लागि धेरै भिडियो बनाइरहेको छु कति धेरै लुगा लगाइरहेको छु भाइले चाहिँ मेरो लुगा फुकाल्दैछ मैले चाहिँ तलबाट फुकाल्दै एउटा सानो लुगा चाहिँ अर्कै त्यही भएर मैले माथिबाट फुकाल्न कोसिस गर्दा नि फुक्दैन तलबाट फुकाल्न कोसिस गरेर फुक्दैन मेरो दाइले चाहिँ भिडियो बनाउँदै हुन्थ्यो अनि अब चाहिँ म फुकाल्न आदिरहेको छु अनि त्यतिखेर मैले चाहिँ व्हाइट कलरको लुगा फुकालेँ त्यो लुगालाई चाहिँ तल गर्न आँटेको थिएँ अनि मैले अनि त्यो तल छोटो लुगा उ गरेको त्यो व्हाइट लुगा पनि अर्क्यो त्यो छोटो लुगा पनि अर्क्यो अनि त्यतिखेर म तल उ गर्नै आँटेको थिएँ भएन नि माथिबाट गरिदिएको अनि तल चाहिँ एउटा लुगा फुस्किन आँटेको थिएँ त्यो फ्रक हुन्छ नि रेनबो कलरको त्यो फुस्क्यो अब मैले चाहिँ त्यो फुस्काउन आएको थिएँ अनि मम्मीलाई चाहिँ देखाउनु भयो मैले भिडियो चाहिँ दादाले के गर्नु भएको थाहा छैन अनि अर्को लुगा नि फुस्क्यो ल अब चाहिँ अर्को लुगा फुस्किँदैछ गाइसहरू अब चाहिँ यो लुगा फुस्किन आँटेको छ तर तलदेखि माथिदेखि तलदेखि माथिदेखि गर्दा फुस्किँदैन अब भाइले चाहिँ हेल्प गर्छ जस्तो लाग्थ्यो ल अब फुस्किन आँटे जस्तो लाग्छ मम्मीले चाहिँ फुस्काउन कोसिस गर्दा नि मैले घमण्डी मानेर आफै फुस्काउँछु भन्दा मम्मीले चाहिँ हेल्प गर्नुभयो तर फुस्काउनुलाई तलबाट फुस्काएको थिएँ त फुस्किन अनि भाइले चाहिँ मलाई हेल्प गर्यो त्यो लुगा चाहिँ अब फुस्किन आँटेको थियो हेल्प गर्दा माथिबाट तान्दा चाहिँ फुस्किन आँटिरहेको थियो म चाहिँ लडेँ भुइँमा अनि आइया मम्मी भन्दै कराएँ अनि अब चाहिँ फुस्किन आँटेको थिएँ अनि भाइले चाहिँ फुस्काउँदै मैले चाहिँ आफै माथि तानेको त फुस्किन आँटेको थिएँ तर फेरि तलको चाहिँ भाइले फुस्काइदियो व्हाइट कलरको लुगा अनि मैले चाहिँ गन्दै गएको अनि मैले चाहिँ त्यो लुगा फुकाउन कोसिस गरिरहेको थिएँ अनि मैले त रेड कलरको लुगा पनि फुस्किन आँट्यो साथीहरू अनि अब त्यो रेड कलरको लुगा फुस्क्यो बाई अरू लुगा पनि फुस्किँदैछ साथीहरू अब अरू लुगा पनि फुस्किन्छ अनि त्यतिखेर त्यो लुगा फुस्किन्छ त्यो के अरे मैले त्यो सानो त्यो लुगा छ नि त्यो लुगा मैले लगाएको त माथिबाट त्यो लुगा नदिएर मैले टाउकोबाट लगाएको अनि टाउकोबाट लगाएर अनि त्यो लुगा फुस्क्यो बल्ल अनि भाइले चाहिँ मलाई छोरीको पारा यस्तो छ गाइस के गर्नु है हजुरहरूलाई पनि मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला गोसेकुण्डा लेडिज बुटिकलाई भरिपूर्ण माया गरिदिनु होला नानीलाई चाहिँ भ्लग बनाउन मन लाग्यो अरे अनि नानीले भ्लग बनाएको रहेछ कहिले हिजो कि कहिले बनाएको अनि मैले यस्तो हेरेको मन पर्यो मलाई हजुरहरूलाई चाहिँ ऊ बोलेको मन पर्यो कि परेन भविष्यमा मेरो छोरी के बनिने होला ब्लगर बनिन्छ कि के होला है कमेन्ट मार्फत भनिदिनु होला है गाइस लास्टसम्म हेरेर भनिदिनु होला थ्याङ्क यू लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब प्लिज सेफहरु हुन्छ त्यो देखाइदिन आँटेको छु यो चाहिँ हो मेरो लास्ट लुगा यहाँ दिसो नलिकिन गर न अगाडि नलिउ न एउटा लुगा चाहिँ यहाँ हेरिसो साथीहरु कालो लुगा राम्रो छ के छैन त यता नि कालो छ यता हेर विजय अनि हेर्नु त साथीहरु यता हेरेर त्यो लुगा हटाऊ यो फ्रक हो साथीहरु भिडियो बनाएर फेरि बनाउनु सुरु बता बाहेन मैले काट्दै थिएँ कि ल भइसक्यो चाँडो सो गाइस यो लुगाहरु
पछाडि अगाडि अनि यो चाहिँ हो कालो लुगा यता हेर नि धेरै हल्लियौ कि तिमी हल्लिएर भएन राम्रो छ कि छैन यो लुगा चाहिँ भयो अब अरु हेलो गाइज म चाहिँ यो लुगाको केही देखाउँदैछु लाइक कमेन्ट सेयर पनि गरिदिनु होला नि फेरि यो लुगाहरू त हुनै सक्दैन मसँग धेरै ल यहाँ हेर्नु साथीहरू यता यो लुगा छ नि लुगा राम्रोसँग देखाउन आउँदा नि देख्दैन यो दाइनेस लुगाहरू गाइसहरू यो के हो अहिले भिडियो फेरि बनाउँछु म त के गरेको तिमी सो गाइज म चाहिँ आज यता ब्लग बनाउँदैछु यो ब्लगको लागि लाइक कमेन्ट सेयर गरिदिनु होला नि फेरि ल यो मेरो लुगा कति धेरै लुगाइ छ कमेन्टमा सेयर गरिदिनु पर्छ उता सो गाइज आज चाहिँ म ब्लग बनाउँदैछु हजुरहरूको लागि कमेन्ट लाइक सेयर गरिदिनु होला यो चाहिँ हो कालो लुगा यहाँ हेर्नु यो कालो लुगाको सेपहरू गाइज मिस्टेकले भइदियो यो लुगा यता गरिदिन्छु है गाइजहरू यो चाहिँ छोच्चु भयो छुच्चु रोएर पसलमा आएर सो गाइजहरू यो ब्लग हेर्नुको लागि तपाईँहरू लाइक कमेन्ट सेयर गरिदिनु होला आज चाहिँ म एउटा ब्लग बनाउँदैछु लुगाहरूको ब्लग अनि यो चाहिँ कालो लुगा म देखाइदिन्छु पहिला सुरुमा किनकि यो फर्स्टमै देखाइदिनु पर्छ लागेको फर्स्टमै ल अनि हेर्नु साथीहरू यहाँ यस्तो नानी बदमास हो मलाई जहिले पिटी तारे नानीले विदेश यहाँ हेर त भाइ कस्तो राम्रो छ आम्मा ब्लगै बिगारिदियो भनेको यो भाइले त कस्तो आयो भनेको सो गाइस आज चाहिँ म ब्लग बनाउँदैछु भिडियो युट्युब सबै च्यानलमा म बनाउँदैछु गाइसहरू आज चाहिँ लुगाको भिडियो तपाईँहरूलाई नि लुगाको भिडियो बनाउन मन लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला अब म लुगाको भिडियो बनाउँदैछु होइन गाइज भाइ पनि पिर्छ नि त मलाई अब भाइ तिमी र म ब्लग बनाऊ सो गाइज आज चाहिँ म भिडियो बनाउँदैछु यो चाहिँ मेरो भाइ हो भिडियो लाइक कमेन्ट सेयर गरिदिनु होला लास्टमा अब चाहिँ आज म भिडियो बनाउँदैछु हेलो गाइज आज चाहिँ म भिडियो बनाउँदैछु लाइक कमेन्ट सेयर गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला नि होइन मेरो नाम चाहिँ बिबिसा थापा हो तर थोती चाहिँ होइन म दाँत चाहिँ आउँछ त दाँत यो चाहिँ मेरो भाइ हो हेलो सो गाइज भाइ चाहिँ उता किचनमा गएको छ झाडु लिन म चाहिँ यता ब्लग बनाउँदैछु ल अब चाहिँ हामीहरू ब्लगमा सुरु हेर्नु त गाइजहरू कोठा कस्तो फोहोर यता मम्मी अब सफा गर्नुहुन्छ ल अब म पनि सफा गर्नु लाग्छु झाडु र फोहोर
ल अब चाहिँ म सफा गर्नु लागिरहेछु मैले त कति धेरै लुगाहरू फिजाएको छु गाइस ब्लग बनाउनुको लागि तर ब्लग त बनाउन आएको थिएन चेन्ज गर्न आँटेको थिएँ मसँग एउटा आइडिया आएर त्यो भएर त्यस्तो गरिदिएको अनि मेरो भाइ पनि त काम गर्दैछ मम्मी पनि काम गर्दै अनि म चाहिँ यता छु मस्तले बसिरहेको छु सो गाइस अब चाहिँ म किचनमा जाँदैछु ओहो कस्तो मजा छ यो चाहिँ मेरो दाइ हो लाजो त्यस्तै त हो त ल अब सो गाइस अब हामीहरू माथि कौसीमा जाँदैछु यस्तो चर्को घाम छ अब यो चाहिँ सिडीहरू हो अनि सो गाइस यता चाहिँ परिवारहरू बसिरह अब म चाहिँ यता ब्लग बनाउँदै आइरहेको छु यो चाहिँ हाम्रो कुखुराहरू हो कस्तो कराएको छ यो हेर्नु त गाइस यो कुखुरा यसको मुख बाँच्छ नि यो जहिले नि टोक्छ है अब यता कुखुरा तल नि कुखुरा छ अब म ब्लग बनाउँदैछु गाइसहरू अब सुरु हुन्छ ब्लगहरू अब ब्लग सुरु भइदेऊ र सो गाइस अब चाहिँ म तल आइसकेको छु तर कोठाभित्र होइन चाहिँ बाहिर हो यो चाहिँ मेरो दाइ हो हाँस्नु भयो यहाँ कस्तो केटी जस्तै बस्नु भएको हाँस लगाएर मुखमा देखाइदिनु ब्लग दाइहरूको मुख के भयो यतिको ब्लग गाइसहरू अब चाहिँ म भिडियो बनाउँदैछु आज फेरि लास्ट भयो त कमेन्ट लाइक गर्दै हुनु नि फेरि त्यो लाइक नगरी गरेर भिडियो हेर्नु त मिल्दैन ल यत्रो भक्र कोल छ हो त मम्मी तर सफा चाहिँ एक दिन कहिले गर्छु म चाहिँ फोर्जी तर जहिले पनि गर्छु तर सफा पनि गर्ने त हो त छोरी मान्छे भने त छोरी त हो त अनि मैले चाहिँ यता राम्रो लुगा लगाइरहेको छु म पनि अब यता सोफा गर्छु अलि गर्दै अलि सोफा गर्छु हजुर छैन मलाई चाहिँ दाइले बोलाउनु भन्नु भएको दाइले बोलायो त्यो भएर सरी ल ब्लगै बिग्रियो ल म चाहिँ ब्लगमा फेरि सुरु गर्दैछु ब्लग गर्नेवाला सुरुै छैन ए मेरो मोमो हेलो तिमी नै छौ त्यहाँ जतिखेर नि उता देखायो भने मम्मी हो उता देखायो भने नानी छ मम्मी ए यो किस्मत दादा कति आउनु भएको ब्लगै बिग्रियो हेर्नु त मम्मी फेस देखाइदिनु हाँस्नु आएको हेर्नु न मम्मी अनि यो चाहिँ किस्मत हो कस्तो दाँत देखाएर हाँसिरहेको है यो चाहिँ मेरो घर हो अनि म चाहिँ हल्का धेरै ठुलो छु त्यही पनि ठुलै छु तर हल्कै ठुलो छु सो गाइस अब चाहिँ भएर तिमी ठुलो भएको 6 सो गाइस म चाहिँ 6 वर्ष हो तपाईहरुको बच्चा कति वर्ष होला कमेन्टमा भनिदिनु होला लाइक शेयर कमेन्ट गरिदिनु होला बाइ बाइ फाइनली गाइस अब चाहिँ रुम सफा भयो अहिले चाहिँ गलती भयो फोर जग्गामा बनाउँदै थिए ल सरी है गाइसहरु ल अब चाहिँ म
तपाईँहरू एउटा न्यू भिडियोमा बस्दैछु न्यू भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू कमेन्ट सेयर लाइक गरिदिनु होला नि फेरि हेर्नु हाम्रो कथाहरू यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ काम गर्दै म चाहिँ यता छु अब चाहिँ म एउटा राम्रो भिडियो बनाउँदैछु सो गाइस अब चाहिँ म बाहिर आइसकेँ चप्पल लाएर यो किचन हो यता मेरो भाइ छ के गर्दैछ यो के गर्दै हो अब चाहिँ यो बाहिरको भिडियो हेर्नु गल्ती भएर भित्रबाट गर्दै सरी गाइज ल रिसाउनु चाहिँ नरिसाउनु नि फेरि ल अब चाहिँ म भिडियो बनाउँदैछु ल पछि लाग्नु होला मेरो अब चाहिँ म अर्कै कोठाभित्र आइसकेँ यो के हो दाइ त गीत गाउँदैछ त ल अब चाहिँ म बेडमा आइसकेँ गाइज ल म सोध्छु थके लाग्यो अब चाहिँ म उठेँ गाईहरू जागेर कुकुरी किन कराएको होला ल अब चाहिँ म तलतिर जाँदैछु गाईहरू आमा आमा भारी बोकेर आउनु भएको ए लाला जानु हेर्नु यो चाहिँ मेरो आमा हो साग लिएर आउँदै हुनुहुन्छ यत्रो सानो बच्चाले पनि भिडियो बनाउँदैछ म 6 वर्षको उमेरमा भिडियो बनाउँदैछु तपाईँहरूको बच्चा पनि कति वर्षमा भिडियो बनाउँदैछ भन्दा हामीहरूले भनिदिनु होला ल अब चाहिँ म अर्को कोठाभित्र आएँ ल अघि चाहिँ मैले तपाईँहरूलाई आमाको भिडियो देखाइदिएँ अब चाहिँ म तपाईँहरूको लागि एउटा पर्फेक्ट चिज भन्दैछु तपाईँहरू पनि हाम्रो भिडियोमा अर्कै न्यू भिडियोमा मिलिनु होला त्यो भिडियोमा चाहिँ तपाईँको के लाइक हुन्छ होइन तपाईँको त होइन मेरो होला नि त सायद अनि म चाहिँ यता छु अब म यो भिडियोलाई बन्द गर्न आँटेको छु बाई बाई गुड बाई तपाईँहरूको बच्चा पनि कति उमेरमा भिडियो बनाउनुहुन्छ कहिले 6 वर्षमा 5 वर्षमा 4 वर्षमा भिडियो बनाउनुहुन्छ भनेर सेयर गरिदिनु होला ल बाई बाई सो गाइस अब चाहिँ म बाहिर जाँदैछु भिडियो बनाउनुको लागि म बिहान उठेर जहिले पनि भिडियो बनाउँछ भने कि यता चाहिँ मेरो दाइ मुला धुँदैछ त्यो त मुलाको तरकारी बनाउने होला ए बिर्से मुलाको अचार बनाउने हो गाइसहरू हेर्नुहोस् मुलाको हरी धुनुहुन्छ उहाँले मुला हो कि मुली हो थाहा छैन तर म चाहिँ यता छु लाइक कमेन्ट सेयर गरिदिनु होला नि फेरि अब म भित्र जाँदैछु पछि लाग्नु होला आमाले चाहिँ मलाई कराउँदा थियो अब मम्मी त यता लुगा पत्याउँदै हुनुहुन्छ त गाइस हेलो मम्मी मम्मीलाई देखेँ कि तिमीलाई देखिरह त
तपाईँलाई मलाई त भिडियो बनाउन आइहाल्छ त आउँछ अँ खतरा रहेछ त तिमी त कहाँबाट सिके मैले आफै सिकेँ भयो अब म चाहिँ यतापट्टि छु गाइजहरू अब चाहिँ म बेडमा पल्टी गइदैछु गाइज ओहो यो चाहिँ मेरो मम्मी फेरि कति देखाउने बोल्छ के भन्छ एड्रेसहरू मिलाउँदै हुनुहुन्छ गाइज ल अब चाहिँ म भिडियो बनाउँदैछु सुरुदेखि फेरि ल अघि भिडियो त बिहानैको हो त अब चाहिँ म राम्रो भिडियो बनाउँदैछु गाइजहरू अबदेखि अर्को च्यालेन्जमा हेर्नु होला ल अब हामीहरू अगाडि बढ्दैछु यो मेरो गोर्खा कस्तो राम्रो छ लुगा पत्ताउँदै हुनुहुन्छ अघि चाहिँ मैला कस्तो फोहोर जाएको छ अब चाहिँ फेरि फोहोर भयो लुगा पत्ताउँदै सुरु हुन्छ अब हिजोको ब्लगमा चाहिँ के थिएँ आज चाहिँ अर्कै ब्लग हुँदैछ गाइजहरू सो गाइज अब चाहिँ म बेडमा टेक्न आँटेको छु गाइजहरू र बस्नु त बसे टेक्नु चाहिँ कहर टेक्ने थाहा पाइन हेर्न मेरो मम्मी कस्तो छोरीले भिडियो बनाएको हेरिराख्नु भएको अब चाहिँ म चेयरमा बस्दैछु गाइजहरू अब मम्मीहरूलाई सघाउँदै छु गाइजहरू अब